सुरुमा हेरौं रवि लामिछानेलाई जेरी जस्तै जेलेर जेलमा चाक्न अघि सरेका यी पात्रहरू। 1. कांग्रेस महामन्त्री गगन थापा। 2. एमाले नेता सूर्य थापा। 3. कांग्रेस नेता तथा गृहमन्त्री रमेश लेखक। 4. कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा। 5. नेपथ्यमा बसेर भूमिका खेल्ने कांग्रेस नेत्री तथा परराष्ट्र मन्त्री आर्जु राणा र 6. दोहोरो रोल प्ले गर्ने प्रधानमन्त्री केपी शर्मा ओली। सबैका लागि आजको यो विषय खास हुन सक्छ, किनकि सहकारी बचतकर्ताले नै सत्ताधारीको मखुण्डो उतारेर भण्डाफोर सुरु गरेका छन्। आफूले गरेको जेल बाहिर आउन थालेपछि अब यिनीहरूले नाकको चालले जवाफ दिनुपर्नेछ। त्योभन्दा पहिला 2081 चैत्र 8 गते रासोपा सभापति रवि लामिछानेले उच्च अदालत पाटन परिसरमा उभिएर ओली सरकारको धोती खुस्किएर नाङ्गिएको भन्दै लाज राख्न आफू